आज म तपाईहरुलाई सिकाउन गइरहेको छु पनिर करी बनाउने रेसिपी। ल अब सुरु गरौँ है त। पनिरलाई तेलमा फ्राई गरेर सुनौलो र क्रिस्पी बनाउने। पनिरलाई हामीले चलाइरहनु पर्ने हुन्छ। पनिर फ्राई भइसकेपछि हामी करी बनाउनतर्फ लाग्छौँ। तोरीको तेललाई तताउने, मेथीको दानालाई तातो तेलमा फुराउने। तेलको तापक्रम मिडियम फ्लेममा हुनुपर्छ। मेथीको दाना कालो नभएसम्म फ्राई गर्दै गर्ने। फ्राई गरिसकेको प्याज र कोलबेराको पेस्टलाई पनि राखेर मजाले चलाउने। कोलबेराको पेस्टमा तेल नछुटुन्जेल चलाइरहनु पर्ने हुन्छ। तेल छुटिसकेपछि अरू अन्य मसलाको सामग्रीहरू राख्ने। जिराको ठुलो 1 चम्चा। हामीले मसलाहरूलाई चलाइरहनु पर्ने हुन्छ। जति धेरै चलाउनुहुन्छ त्यति नै धेरै मिठो हुन्छ। त्यसैगरी नुन 2 चम्चा, करी मसला 1 चम्चा, बेसारलाई पनि राख्नु 1 चम्चा र एकछिन मजाले चलाउने। कश्मिरी रातो खोर्सानीको धुलो 1 चम्चा राख्ने। यसरी नै सबै मसलाहरूको सामग्री राखेर चलाइरहनु पर्ने हुन्छ। जति समय तपाईले पकाउनलाई दिनुहुन्छ त्यति नै खाना स्वादिष्ट हुन्छ। त्यसैगरी धनियालाई पनि एड गरौँ र एकछिन मजाले चलाउँ। पारेको पनिरलाई मिसाएर त्यसलाई राम्रोसँग एकछिन चलाउने। पनिर करी रेडी हुन लागेको छ। पनिर करीको बास्ना मिठो आइरहेको छ। ल साथीहरू ट्राई गर्ने हैन त? प्लिज हाम्रो च्यानललाई लाइक, सब्स्क्राइब अनि फलो गरिदिनुहोस्।